संसद खोल भनेर फेरि आन्दोलन गर्नु पर्ला। जसलाई पनि रिस मात्रै उठाइदिएको छ क्या सरकारले। यो रासपाको सरकार, यो बालनको सरकार कम्प्लिटली फेल भयो। स्टेटसले चलाउने सदन खोल्नु पर्दैन। हामी जनताको भोइस हो कि होइन? अब प्रतिशोधको राजनीति गर्ने भने मैले के भन्नु पर्थ्यो? त्यो पनि भत्काउनै पर्छ। त्यो भत्काएन भने त्यसलाई खेदा गर्दा जसरी पनि भत्काउन लाउँथेँ मैले। वी हेभ अ लट टु लर्न, वी हेभ लङ वे टु गो। एउटा दम्पति गरिब हुन्छ तर उसको कोखमा जन्मेको मान्छेले विभिन्न इलम गर्छ, नेपालमै अथवा विदेश जान्छ, लाहोर जान्छ, जागिर खान्छ, अनि उसले प्रपर्टी जोड्छ, पैसा कमाउँछ होइन? त्यसले गर्दाखेरि अब त्यस्तो खालको गरी खाएको स्थिति, अब आज तपाईँको चाहिँ गरिब मान्छे पनि भोलि त गरी खान सक्छ नि त। त्यो खालको स्थितिमा पुगेको छ भने चाहिँ त्यो जुन अकुपाई गरेको छ नि जमिन, त्यो चाहिँ सरकारलाई होइन, सरकारबाट उसले किन्नुपर्छ। अनि बुट र लट्ठी बन्दुक देखाएर डराउँछ, जनता डराउँछ। जिउ छाडेर निस्क्यो भने डराउँछ भनेको क्या। 1 घन्टामा त लगाउँदैन। अनि गरिब दुखीलाई लट्ठी देखाएको छ, कोही रुइराखेको छ, यी बिचरा बुढी आमाहरू है, मलाई मेरो घर चाहियो भनेर रुएको छ, कोही हाम फालेर मर्यो रे भन्छ, कोही झुन्डेर मर्यो। त्यो सरकार फेल भयो भने देश फेल हुन्छ। देश फेल हुँदा म पनि फेल हुँदिनँ न। राम्रो छ भने हामी यस भन्छौँ, नराम्रो छ भने नो भन्छौँ। म प्रश्नदेखि कसैको पनि प्रश्नदेखि भाग्दिनँ। परबाट जुम गरेर खिच्दै गरेको मिडियालाई पनि जहाँ त्यहाँ गएर सुरक्षाकर्मीलाई अहिले भर्खर तपाईँको पत्रकारलाई दुर्व्यवहार हुँदै थियो होइन, त्यहाँ त्यसो गर्ने है। त्यो प्रधानमन्त्री कार्यालय, त्यो तपाईँको सिंहदरबारको मन्त्रालयहरू भनेको त्यो कुनै मन्त्रीको पेवा हो? यति बेला हामीसँग कुराकानी गर्नको लागि श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष, त्यसै गरी प्रतिनिधि सभा सदस्य माननीय हर्क सान्तङ हुनुहुन्छ। अध्यक्ष नमस्ते, यहाँलाई स्वागत छ। हुन्छ, धन्यवाद, नमस्ते। हजुर, आज तपाईँ अब भनौँ न सुकुम्बासी बस्तीहरू, बागमती खोला किनारको सुकुम्बासी बस्ती जस्तो थापातली, मनोहरा, सिनामङ्गल उता होइन, अब त्यसपछि कीर्तिपुरको यो होल्डिङ सेन्टर आउनुभयो, के पाउनुभयो, कस्तो महसुस गर्नुभयो? जसरी सुकुम्बासी बस्तीहरू उजाडियो, तपाईँले निरन्तर यसलाई एकदमै खबरदारी पनि गर्दै आउनु भएको थियो, कस्तो अनुभव भयो तपाईँ आज? अत्यन्तै दुःख लाग्यो, अत्यन्तै धेरै दुःख लाग्यो। त्यहाँ सरकारले व्यवस्थापनको नीति लिनुपर्छ है भनेर मैले सल्लाह पनि दिएकै हो, पहिलो सदनबाट पनि दिएको हो, भेटेर पनि भने हो, पत्र पनि दिए हो थुप्रोचोटि। तथापि अब सरकारले चाहिँ आफ्नै हिसाबले चल्दाखेरि त्यो खालको दुर्घटना घटेको छ। जुन दुर्घटनामा परेर चाहिँ अब थुप्रै गरिब दुखी नेपाली दाजुभाइ दिदीबहिनीहरू उहाँहरू आज बेघर हुनुभएको छ। त्यहाँनिर भन्दिनँ कि म सबैजना नै तपाईँको सुकुम्बासी मात्रै त्यहाँ थिए भन्ने कुरा पनि म भन्दिनँ। केही मान्छेहरूले त्यहाँनिर सरकारी जग्गा बेचबिखन पनि गरेर बसेका थिए होलान् होइन। अब कति मान्छे चाहिँ त्यस्ता छन् र कति मान्छे चाहिँ पक्कै गरिब दुखी हुन् त। होल्डिङ सेन्टरमा बस्नुपर्ने बाध्यता, कोही टिनको छाना ओढेर चाहिँ होइन, एक पात जस्ता ओढेर त्यहाँ बसिरहेको देखिरहेको छु मैले अहिले। त्यो खालको अवस्थामा हुने मान्छे कति र कति चाहिँ ठग अथवा अन्यत्र घर भएर त्यहाँ बसेका मान्छे भन्ने बारेमा चाहिँ सङ्ख्यात्मक हिसाबले निर्क्युल गरेर छानबिन गरेर सरकारले होइन छुट्याएर ल अब त्यो जग्गा बेचबिखन गरेर बस्ने त्यो खालका मान्छेहरूलाई तिमीहरूलाई चाहिँ नि अब यो कसुरमा चाहिँ नि भनेर कारबाही गर्न सक्थ्यो सरकारले। र बाँकीकोलाई चाहिँ होइन उहाँहरूले व्यवस्थापन गरेर चाहिँ अगाडि बढ्नु भएको भए यति राम्रो मेसेज जान्थ्यो। तर सरकारले के गर्यो भन्दाखेरि मार्सल लगाएर होइन नेपाली सेनालाई सम्म पनि चौथो घेरामा राखेर, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्यस पछाडि नेपाली सेनासम्म पनि चौथो घेरामा राखेर जुन खालको चाहिँ एउटा एकदमै तपाईँको चाहिँ नगर्नुपर्ने अमानवीय कारबाही गरेको छ। त्यो देख्दाखेरि चाहिँ अत्यन्तै धेरै रिस पनि उठ्छ मलाई होइन, दुःख पनि लाग्छ। र अहिले त्यसका नतिजा चाहिँ देशैभरि अब सुकुम्बासी अव्यवस्थित बसोबासी जो चाहिँ विविध कारणले विविध कालखण्डबाट होइन ऐलानी जग्गामा बसिराख्नु भएको छ, ऐलानीप्रति जग्गामा त्यस्ता मान्छेहरू देशैभरिबाट सरकारको विरुद्धमा आन्दोलनमा उत्रिएका छन्। सबै अब सबै देशैभरि आन्दोलन गर्नु भनेको छु मैले पनि होइन, अहिले पनि भर्खर भनेको छु।
यो सरकारले जे खालको जुन काम गरेको छ होइन त्यसरी भड्काइदिइसकेपछि त्यसको आत्तिएर त्यहाँ अघि म गएको रुनेहरू मात्रै थुप्रै होइन रुने भगवानै आइपुग्नु भयो भन्नुहुन्छ घरिघरि के भन्नुहुन्छ कस्तो लाग्छ म भगवान त होइन म त मदनाथे सानो मान्छे हो तथापि उहाँहरूको दुःख के रहेछ भनेर अब टिभीमा हेरेर मोबाइलमा हेरेर मात्रै त भएन भन्ने हिसाबले म त्यहाँ गएको थिएँ जाँदाखेरि त्यो खालको आर्तनाद देखियो त्यो देख्दा दुखी छु रिस पनि उठिरहेछ मापदण्डको विषयमा चाहिँ अध्यक्ष के भन्नुहुन्छ अब जस्तो योभन्दा पहिला 20 मिटरको मापदण्ड भन्ने थियो वारिपारी पछि 40 मिटर बालेन महानगरको प्रमुख हुँदाखेरि 40 मिटरको भन्ने हिसाबले फेरि डोजर चलाइयो पछि फेरि अहिले अदालतले 20 मिटरकै मापदण्ड कायम राख्नु भनेर त्यो फैसला आदेश आइराख्दाखेरि अहिले फेरि अब खोला किनारा बस्तीहरू चाहिँ 20 मिटर मापदण्ड कायम गरेर हटाउँदा पनि तपाईँले पनि भेट्नुभयो हाम्रो 30 मिटरमा फेरि अहिले फेरि हाम्रो पनि घर जाने भयो माइकिङ सुरु भइसकेको छ भनेर एक डले शासकै पिच्छे शासनकालै पिच्छे फरक फरक मापदण्ड कायम गर्ने अब धेरैको उठिवास हुने भयो यसमा चाहिँ तपाईँ कतिको सचेत हुनुहुन्छ यो चाहिँ के छ भन्दाखेरि अब उहाँहरूको प्लान के हो सरकार एउटा त सरकार भनेको मुखर छैन होइन मलाई मन नपर्ने कुरै त्यही हो सरकारले के गर्दैछ पारदर्शी हुनुपर्छ क्या आज पनि स्ट्याटसै लेख्नुभयो प्रधानमन्त्रीले तपाईँले हेर्नुभयो होला स्टेटस त लेख्दै बसिरहेको छ नि त लुकेर त्यो काम लाग्दैन त क्या त्यस्तो आएर भन्नु पर्यो नि त पत्रकार सम्मेलन गर्नु पर्यो पत्रकारलाई त्यहाँ प्रधानमन्त्री कार्यालय चियाउनु नदिएको कुरा पत्रकारलाई खेदाउँदै गरेको कुराहरू पनि देखाएको थिएँ मैले अघि होइन त्यस्तो पनि हुन्छ र स्ट्याटसबाटै शासन गर्न खोजिरहेको छ बालनले त्यस्तरी हुँदैन हौ त्यस्तरी हुँदैन उहाँले सदनलाई तपाईँको छलिराख्नु भएको छ सदन लगाउनु भएको छैन सरकारले एउटा तपाईँको पत्र पठाएर राष्ट्रपतिले बोलाउने हो के अधिवेशनहरू त्यो गरिराखेका छैनन् बजेट बनाउनु पर्ने कता हो के हो हाम्रो योजनाहरू के हुँदैछन् त्यो हेर्नुपर्ने यस्तो तरिकाले हुन्छ र होइन यो रासपाको सरकार यो बालनको सरकार कम्प्लिटली फेल भयो फेल हो त नि होइन जनतालाई रुवाउने जनतालाई मार्ने होइन जनतालाई चाहिँ कुल्चने बुटको शासन बन्दुकको शासन र लट्ठीको शासन चलाउन खोज्ने सदन नबोलाउने होइन हामीलाई के जस्तो नमान्ने लोकतन्त्रलाई के जस्तो नमान्ने जनतालाई के जस्तो नमान्ने गरिब दुखीलाई के जस्तो नमान्ने मान्छे फेल नभएर को फेल हुन्छ सिधै फेल भइसक्यो नैतिकताको आधारमा तपाईँको छिन राजीनामा दिँदाखेरि हुन्थ्यो दिनु त पर्छ त नि यो सरकारबाट अब चल्दैन के चल्छ त अनि सबै मान्छे अब आन्दोलित मात्रै छ होइन म मात्रै हो र आधाभन्दा धेरै मान्छे त रिसाइरहेछ अनि है नाकामा हेऱ्यो नाकामै समस्या सिमानामा हेऱ्यो सिमानामै समस्या होइन हो कि भन्नु न कहाँ समस्या छैन काठमाडौँभित्र काठमाडौँमै समस्या जता हेरेर समस्या जो पनि रिसाइरहेको व्यापारीमा उफ्रिरहेको विद्यार्थी पनि उफ्रिरहेको सुकुम्बासी उफ्रिरहेको अव्यवस्थित बसोबासी उफ्रिरहेको किसान उफ्रिरहेको हामी जस्तो सांसद पनि अब उफ्रिने बेला भयो होइन भनिसकेपछि सबै मान्छेलाई रिस उठाइदिने सरकार चाहिँ सफल भनिदिनु पर्ने हामीले